चिसो चिसो यो मौसममा सम्पूर्ण मेरो भ्युवर्सलाई न्यानो न्यानो अभिवादन नमस्कार। म चाहिँ अब बिहानै है यो बिहान घाम लाग्दैछ। अब बिस्तारै माघ अन्तिम हुँदैछ, बिच भइसकेको छ। अनि त्यही भएर अहिले घाम लाग्न सुरु भएको छ। बिहान पख 7-8 बजेको छ। अनि मैले कोपी लिएर आएको छु। यहाँ चाहिँ यो कोपी चाहिँ म सुकाएर सुकुटी बनाएर खानको लागि, पछिलाई खानको लागि यो कोपी चाहिँ सुकाउन गइरहेको छु। म यसरी पानीमा धुँदै यसरी काटेर सुकाउन गइरहेको छु, सुकाउँदैछु। यो कोपीलाई धुँदैछु, यसरी धुने हो। किरा छ यहाँ, यसरी धोएर अनि यो पातहरू यसरी काटेर जाडो छ। बिहानको न्यानो घाम लाग्दैछ। अब माथि तातो लगाएको छु, तल छोटो लगाएको छु। अब भिजी गयो यो ल्याउँदा ओर्दा, त्यही भएर यसरी उ गरेर यसलाई काटेर यसलाई यस्तो फ्याल्ने डाक्ला, अनि यसलाई यसरी सानो पारेर सुकाएको खण्डमा पछि यो मौसम सकेर पनि यसको सुकुटी खान मिल्छ। यसरी यस्तो गरिरहेछु है। यसरी गरिरहेको छु। यसलाई यसरी जो भन्नु, किनभने किराहरू हुन्छ, किराहरू या सफा गरेको यसरी है। अनि यो पातको भागलाई यसरी, यो पातको भाग पनि, यसको पातको भाग पनि गुन्द्रुक निकै मिठो हुन्छ। यो पात पनि सुकाएर गुन्द्रुक खाने हो। पात पनि ल्याएको छ। यसरी काट्ने अनि यसरी सुकाउने गाइस। यसरी अब घाम लाग्न सुरु गर्दैछ, यो सुक्छ। अब उसे लाग्न छोडिसकेको छ। केही दिनदेखि यता चाहिँ निकै आकाश सफा हुँदै गएको छ। बिहान बेलुका मात्रै चिसो भइरहेको छ। अब यसलाई धुने अनि त्यसरी नै काट्ने। धेरै छ, यति धेरै छ। यो सबै काट्ने हो। सबै काटेर अनि यी सबै काटेर सुकाउने हो। अनि त्यसपछि बेमौसमीको बेला, यो कोपी नभएको बेला यसलाई चाहिँ सुकुटीलाई चाहिँ पकाएर खाने हो। निकै मिठो हुन्छ। यस्तो छ। बिर्सेन के गरेको? कोपी काटेको। हात काटेला नि? काट्दैन, बाउको लागि काटेको। अब फेरि विदेश जान्छ होइन, अनि टाफ हो नि। अब कहिले आउने हो? यो काटेर पठाइदिनु लायो हो? ल मुलाहरू पनि उखलेर सुकाएको छु। यसलाई चाहिँ सिन्की बनाउने हो अनि पानी परेको टाइममा खाने हो। यो सिन्की बनाउनको लागि मुला उखालेर धोएर यसरी सुकाएको छु। उता पात पनि छ, यसरी छतमाथि सुकाइरहेको छु। अब यसको सिन्की बनाएर खाने हो गाइस। पछि म यो सिन्की बुँदाखेरि पनि यहाँलाई देखाउने छु। हामी चाहिँ यसरी खान्छौँ र लामो समयसम्म रहन्छ। अब यो मुला बेच्दाखेरि खासै दाम पनि आउँदैन। यो पछि खानलाई पनि हुन्छ। दाम आए पनि यो सानो छ क्या, धेरै ठुलो भएको छैन। त्यही भएर यसलाई पछि सामान खानको लागि चाहिँ अब यो यसलाई पात र उतो छोडाएर अब सिन्की बनाउने हो। सुकाउन राखेको छु। अब यो चिर्न बाँकी छ,
त्यो कोपी चिरिसकेर यो पनि चिर्ने हो